हेलो नमस्ते। म फेरि पनि आइसकेको छु अर्को नयाँ भिडियो लिएर। म चाहिँ अब जाँदैछु कोटेश्वरमा रहेको महादेव स्थान मन्दिरमा, किनभने त्यहाँ राष्ट्रिय शतरुद्री महायज्ञ चलिरहेको छ र आज अन्तिम दिन पनि हो। हामीहरू चाहिँ घरबाट अलि ढिलै गएको हुनाले त्यहाँ चाहिँ लास्टतिर भइसकेको थियो। अब हेर्नुहोस् पुरा भिडियो हजुरहरूले पनि। दुर्गवसागर तारणाय ज्योतिर्मय पादयुगलाय जटाधराय दारिद्र्यदोषदहनाय नमः शिवाय पंचाय परिभैराजविभूषणाय हेमांशुकाय भुवनान्वयमण्डिताय अन्नभूषाय तपोमयाय दारिद्र्यदोषदहनाय नमः शिवाय प्रियाय सागर तारणाय अंतकाय महादेव शंभो शिवाय नमो नमः तपः चन्दनम् ओम महाब्रह्मञ्च तद्वरस्तनुभयोराप्नोर्यं नवसते असैकवः ओम रुद्रः ओम शक्तिः कोटेश्वर महादेव स्थानमा भइरहेको राष्ट्रिय शतरुद्री पूजा महायज्ञमा म पनि आज पुग्ने अवसर पाएँ र त्यहाँ एकदमै दिव्य दर्शन पनि देख्न पाएँ महादेवको।
सकेपछि मैले त्यो अनुष्ठान गर्नेछु। कालाग्नि रुद्रपीठ लड्केश्वर धामको आशीर्वाद, साक्षात् कोटेश्वर महादेवको आशीर्वाद त्यो तपाईँहरू सबै जहाँ जहाँबाट हेर्नुभएको छ तपाईँहरूलाई त्यो फल प्राप्त होस्। मैले त्यहाँभित्र बसेर गरेको सेवा म आफ्नो लागि होइन, म अरूको लागि गर्छु। त्यहाँ बस्दा पनि मैले सबै व्यक्तिहरूलाई सम्झिरहेको छु। सबै जसले सकारात्मक चिन्तन गर्छ ती व्यक्तिहरूलाई त्यो फल प्राप्त हुनेछ। तपाईँहरू सबैजनालाई प्राप्त होस्। राष्ट्रको पनि ध्यान जाओस्। मैले कामना गरेँ गल्ती धेरै नगर्नु, एक दुईचोटि गरेकोलाई क्षमा हामी दिन्छौँ। तर अब चाहिँ यो अनुष्ठानको लागि विधिवत रूपमा हामी तपाईँहरूलाई पत्राचार गर्छौँ राष्ट्रलाई, र तपाईँहरूले अब सोच्ने बेला आएको छ। मैले यही भन्दै सबैमा नमन। र यो अनुष्ठानलाई जुन मैले टेलिफोन गरेँ, टेलिफोनकै भरमा भइहाल्छ नि भनेर सकारात्मक कुरा गरेर म यहाँ आउँदाखेरि सबैजना गर्ने तयारीमा हामी सबै पूजा सकेर टिका पनि लगाइसक्यौँ हामीहरूले। अनि त्यसपछि हामीले महाप्रसाद पनि ग्रहण गऱ्यौँ। एकदमै आनन्द भयो। आज शनिबारको दिन थियो, त्यसैले हामी एकछिन भए पनि जाउँ भनेको। एकदमै आनन्द भयो र आज अन्तिम दिन पनि थियो। आज मान्छेहरूको एकदमै भिड पनि थियो। बाई, टेक केयर। अर्को भिडियो लिएर आउने छु नेक्स्ट भिडियोमा।